हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। मेरो एनदर भिडियोमा तपाईहरुलाई स्वागत छ। र यो चाहिँ के हो भन्दाखेरि चाहिँ आज म तपाईहरुलाई तितेपातीको साबुन कसरी बनाउने भनेर चाहिँ भिडियो लिएर आएको छु। सुरुमा चाहिँ मैले एउटा मिक्सर जारमा तितेपाती र 2 चम्चा जस्तो रोज वाटर हालेको छु र साथैमा 1 चम्चा एलोभेरा जेल पनि हाल्नुस् होला। तपाईहरुले ओरिजिनल एलोभेरा हाल्नु भयो भने अझै राम्रो। र यसमा थोरै पानी मिक्स गरेर यसलाई ब्लेन्ड गरिदिनुस् होला। ब्लेन्ड गरिसकेपछि चाहिँ यतिको लिक्विड हुन्छ र त्यसपछि तपाईहरुले एउटा सफा थाङ्ना लिएर त्यो थाङ्नामा चाहिँ अघि पिसेको मिक्सचर निचार्नुस् होला। हाम्रो मिक्सचर चाहिँ निचारेर यतिको भइसकेको छ र यो केसराहरू चाहिँ तपाईहरुले फ्याकिदिनुस् होला। र यो लिक्विड मिक्सचरमा चाहिँ तपाईहरुले भिटामिन ई क्याप्सुल चाहिँ 4 वटा एड गरिदिनुस् होला। यो भिटामिन ई ओइल सबै एड गरिसकेपछि चाहिँ तपाईहरुले एकचोटी मजाले चलाएर चाहिँ साइडमा राखिदिनुस् होला। यो बादमा काम आउने छ। र मैले चाहिँ 500 ग्रामको सोप बेस लिएर आएको छु। यो चाहिँ तपाईहरुले इजिली मार्केटमा या फिर अनलाइनमा तपाईहरुले पाउन सक्नुहुन्छ। र तपाईहरुले यो साबुनलाई सानो क्युब बनाएर काट्नुस् होला ताकि हामीले बोइल गर्दाखेरि सजिलो होस् भनेर। मैले चाहिँ एउटा फ्ल्याट बेस भएको कराईमा पानी बसालिसकेको छु र यो पानीमा चाहिँ तपाईले एउटा सानो भाँडा राख्नुस् होला र अघि काटेको साबुन चाहिँ यो भाँडा भित्र हाल्नुस् होला। तपाईले यो साबुन बिस्तारै चलाएर चाहिँ लिक्विड बनाउनुस् होला। हाम्रो यो साबुन चाहिँ मजाले मेल्ट भइसकेको छ। अब यसमा अघि बनाएको तितेपातीको मिक्सचर एड गर्नु होला। एड गरिसकेपछि चाहिँ यसलाई एकछिन मजाले चलाउनुस् होला। र यो मिक्सचर हामीले चलाउँदाखेरि यो जुन माथिबाट फिज आएको छ त्यो चाहिँ तपाईहरुले निकालेर फ्याकिदिनुस् होला। किनकि लास्टमा हामीले साबुनलाई सेप दिनु लागि मोल्डमा हाल्दाखेरि चाहिँ यो फिजले गर्दाखेरि साबुनमा फोका फोका आउँछ। सो त्यस कारणले गर्दा तपाईहरुले चाहिँ यो फिज निकालेर फ्याकिदिनुस् होला। हाम्रो यो साबुनको मिक्सचर चाहिँ रेडी भइसकेको छ। यो साबुनको मिक्सचरलाई सेप दिनु लागि चाहिँ साबुनको मोल्डमा हाल्नुस् होला। मैले चाहिँ सबै साबुन मोल्डमा हालेर रेडी पारिसकेको छु। र यो साबुनलाई चाहिँ मैले 3 घण्टासम्म रेस्ट गर्नु दिए र 3 घण्टा बादमा चाहिँ मेरो साबुन रेडी भइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले। अब चाहिँ म तपाईहरुलाई साबुन
निकालेर देखाउने छु। र यो साबुन चाहिँ कति राम्रो सेपमा आएको छ, यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु। यो साबुनहरुले चाहिँ एकदमै राम्रो आकारको शेप लिएर आएको छ। अब चाहिँ म तपाईहरुलाई यो साबुनले हात धोएर देखाउने छु है। ल है साथी हो, मैले चाहिँ आफूले बनाएको साबुनले हात पनि धोइसक्यो। र यो साबुनको के फाइदामन्द रहेछ भन्दाखेरि चाहिँ सेन्सिटिभ र ड्राई स्किनको लागि चाहिँ एकदमै राम्रो रहेछ। र जसको अन्डर आर्म्सहरु स्मेल गर्छ उहाँहरूले पनि यो साबुन युज गर्न सक्नुहुन्छ। र तपाईलाई यो आजको भिडियो कस्तो लाग्यो होला, प्लिज लाइक एन्ड कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला। थ्यांक यू सो मच फर वाचिङ। बाइ।